राम्रो पहिला त हामीलाई भारत वर्षमा यो कलियुग प्राप्त भएको छ। सत्यमा भेद त्याग तपस्या हजारौं वर्ष गर्नु पर्थ्यो, त्रेतामा यज्ञ गर्नु पर्थ्यो, अलिकति वस्तु गरेको कर्म थोरै तलमाथि भयो भने तस्य कर्म निरर्थकम गरेको सबै कर्म नाश हुन्थ्यो। द्वापरमा पूजा गर्नुपर्छ, कलौ केशव कीर्तनाद, कलिमा भगवानको भजन गरिदिए पुग्छ। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम, कलिमा परमात्माको स्मरण गरे पुग्छ। परमात्माले यही चीज चाहिन्छ भन्नु भएको छैन। पत्रम पातै चढाऊ, पुष्पम फुलै चढाऊ, जे भेट्छौ त्यही चढाऊ। केही सिप लागेन, केही पनि पाएन भने सुमन लगेर चढाइदेऊ। सजिलो छ, गुरुलाई चढाइदिन्छौ भन्नु होला नि। फेरि कृष्ण कन्हैया लाल की होइन, यही आइरहने सुमन यिनलाई नै चढाइदेऊ, ढोक्कै भइगयो, किन हामी चढिरहनु पर्यो। तर याद गर्नु, सुमन भनेको राम्रो शुद्ध बुद्ध भएको हाम्रो यो मन, चञ्चल मन, त्यो मनलाई ल्याएर